हेलो नमस्ते, स्वागत छ तपाईहरुलाई मेरो भ्लगमा। आज धेरै दिनपछि फेरि भ्लग बनाउँदैछु। अब खाना खाइसकेपछि यसो बाहिरतिर निस्केको र भ्लगलाई चाहिँ कन्टिन्यू गर्छु भनेर सोचे है। धेरै दिन भयो भ्लगहरु नबनाएको। यो चाहिँ बाहिर यस्तो छ है, गन्दा फोहोर सोफा ठुलै सोफा लैजाऊ। यतै यहाँ यस्तो सोसाइटी छ है, यहाँ यस्तो गन्दा छ, फोहोर फालेका छन्। वातावरण एकदम प्रदूषण भइरहेछ है। म चाहिँ भ्लग बनाउनकै लागि भित्रबाट आएको छु, सोसाइटी भित्रबाट। यहाँ चाहिँ अलि नोइजहरु बढी आउँदैन, कम आउँछ नि त भित्रभित्र। बाहिरतिर रोडतिर चाहिँ एकदम नोइज बढी आउने भएको कारणले भित्रबाट यतिखेर हैन बेल बाक्ने। यो बेल हो र हैन? यो बेल हो। देख्न सक्नुहुन्छ अहिले त फले छैन क्या है। गेडा देख्दैन निक्रेछ कि हो। बेल हुने समय हैन र अब यतिखेर ओभर पाक्ने छैन के। कसति एउटा भुन्ने आछ। ए रहेछ यस्तो छ यहाँ भित्र चाहिँ। अब चाहिँ मैले भ्लगलाई चाहिँ कन्टिन्यू गर्छु हैन। बेलको रुख यत्रो देखाएको छैन कि मैले। टेन्सन ओके, सानो हुन्छ, यो त ठुलो देखियो के हैन? कत्न झुन्ना थियो रे बेल। पछाडी भयो। आहा, यति आनन्द छ नि बेलुकानेरको त्यो मौसम। दिउँसो चाहिँ गर्मी छ है, दिउँसोमा गर्मी छ। अब बेलुका अनि बिहान चाहिँ यहाँ मौसम एकदम सही छ कि, लाइक हाम्रो नेपालको जस्तो मौसम छ कुनामा चाहिँ। यो फेरि फडेलो यो तेजुको जस्तो हुने रहेछ त रुख त है। उस्तै हुन्छ, अलि लामो हुन्छ तेजुको पात। फडेरको अलि गोलो टाइपको हुन्छ। हेर्न सक्नुहुन्छ है, तेजुको जस्तै लाग्यो मलाई फडेलको चाहिँ। हाम्रोतिर त मैले त त्यति देखाएको छैन फडेल त। के अरे दाइ? तित्री कौन हो? ए हो इमली। ए इमली त देखेको छु मैले। हुन्छ इमली बस चिनेन कि के हो? ल आऊ तिमीहरू पनि ल भिडियोमा। वाउ नचल जान्नु गर्छन्। अब चाहिँ मेरो भ्लगहरू चाहिँ आइरहेको छ। भ्लग मिनी भ्लग चाहिँ मैले अपलोड गरिरहेको छु। लङ भ्लग नभए नि मिनी भ्लग चाहिँ मैले अपलोड गर्छु नै। हप्ताको एउटा दुईवटा चाहिँ मैले अब अपलोड गर्ने सोचिरहेको छु है। अब समय परिस्थितिले गर्दा त्यस्तै छ होइन। त्यसै कारणले पनि भिडियोहरू बनाउन पाइएको छैन, भ्लगहरू बनाउन पाइएको छैन। अब चाहिँ कन्टिन्यू गर्छु। र मलाई चाहिँ यो भिडियो मैले चाहिँ भ्लग चाहिँ फेसबुकमा चाहिँ अपलोड गर्छु है। फेसबुकमा नि अपलोड गर्छु, युट्युबमा त अलरेडी हुन्छ है। फेसबुकबाट कुन चर हो? यदि फेसबुकबाट हेर्दै हुनुहुन्छ भने एकचोटि युट्युबमा गएर हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। यस्तै भ्लगहरू चाहिँ मैले अपलोड गरिराख्ने छु। त्यस्तो खासियत चाहिँ केही छैन होइन, भ्लगको केही खासियत त छैन। यत्तिकै आफू हिँडेको त्यति साह्रो केही पनि छैन त्यसमा चाहिँ। त्यही हो, कन्टिन्यू जारी राखौँ होइन, भ्लगहरू चाहिँ बनाइराखौँ भन्ने चाहिँ एउटा सोच हो। यहाँ चाहिँ अब देखाउनलाई त्यस्तो केही पनि छैन, आफूसँग सो अफ गर्नलाई घुमफिर गर्नलाई केही पनि छैन। ए मसँग दाइ हुनुहुन्छ, हामी दुई भाइ चाहिँ हिँडिरहेको छौँ बाहिरतिर। अलिअलि ओजन पनि कम हुन्छ बाहिरतिर हिँडेपछि। त्यसै कारणले पनि अब बिहानमा त हाम्रो समय मिल्दैन, त्यसै कारण चाहिँ हामी बेलुकामा खाना खाइसकेपछि एकछिन बस्छौँ अनि त्यसपछि आउँछौँ हामीहरू चाहिँ। अब चाहिँ लगभग हिँडिरहेको छौँ। अब वर्षा बारिसको समय हुन लाग्यो होइन। अब चाहिँ बर्खा लाग्न लागिसक्यो। यहाँ हेर्नु त ल, अब यहाँ पोलिसक्यो। हाम्रोतिर त मलाई टुसायो होला, अलि फुलेर यत्रै भयो होला कि। यहाँ चाहिँ यत्र भयो नि, अनि फरक पर्छ। ठुल्ठुलै गइसक्यो रहेछ नि त। भ्लग चाहिँ मैले कन्टिन्यू गर्छु। अब
यस्तो हुन्छ सुपारी अह यो सुपारीको बोट मैले देखाएको थिएन सुपारी डरको रुख चाहिँ कस्तो जाने हुन्छ कि डर डोला बनाउने डर देखाएको छ नि हो त्यस्तो जाने हुन्छ नि त्योहरू धेरै त बन्ने यतातिर कम फल्छ होला कि यता आसामतिर मणिपुरतिर मेघालयतिर ज्यादै फल्छ ल यहाँ चाहिँ फर्सी देखियो है फर्सीको झाल होइन फर्सीको मन्डनी भयो रहेछन् खाने पुरानो बुटोहरू त खाइरहेको मन्टो हो यहाँ पनि गर्छन् गाउँघरमा जस्तो हाम्रो जस्तो मन्टा खान्छन् यो सेमी जस्तो है कि हो त त्यस्तो मन्टा हो सेमी होइन अर्को के पुई साग भन्छ यतातिर भित्रभित्र आएपछि चाहिँ धेरै प्रकारका है धेरै प्रकारका खानेकुराहरू यस्ता सागसब्जीहरूका अलग अलग भेराइटीका चाहिँ गाउँघरमा जस्तो लाइक हाम्रो नेपालमा जस्तो अहिले देख्न सकिन्छ खान मिल्छ कि यो एकपल्ट लाग्यो भने वर्ष खान मिल्छ यो चिप्लो चिप्लो हुन्छ चिप्लो भेन्डी खाँदै तर दामी हुन्छ आजलाई चाहिँ यति नै भ्लग अब हप्ता एउटा दुईवटा भ्लगहरू मिनी भ्लगहरू चाहिँ मैले अपलोड गरिराख्ने छु तपाईँहरूले यदि अन्तिम समय हेर्दै हुनुहुन्छ भने अन्तिममा चाहिँ धेरै धेरै धन्यवाद भन्दै चाहिँ मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु फेसबुकबाट हेर्दै हुनुहुन्छ भने एकचोटि फेसबुकबाट लिङ्क हालिदिन्छु फेसबुकमा युट्युबको भित्र गएर चाहिँ सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु है अलिअलि सपोर्ट गरिदिनु होला अब चाहिँ युट्युबमा पनि कन्टिन्यू गर्छु खासमा चाहिँ मैले युट्युब च्यानल खोलेको स्टार्टमा यसलाई चाहिँ कन्टिन्यू गर्न पाइएन र फेसबुकमा चाहिँ मैले कन्टिन्यू गरिरहेको छु त्यही हो आजलाई चाहिँ यति नै हस्त धन्यवाद बाई बाई टाटा खतम